1 मिलियन पहुंचा दे कुछ तो करो गाइस देखो ना 1 मिलियन पहुंचा दो। आज म देखाउने वाला छु स्विगी गर्दा एक दिनमा कति किलोमिटर गाडी चल्छ त। म बिहान रुमबाट निस्किँदाखेरि 92,920 किलोमिटर गाडी चलेको छ। रुमबाट निस्किसकेपछि पुसाइको लागि मैले वेट गरेँ अनि केही समयपछि पुसाइ पनि आए अनि हामी दुईजना सँगै जोनतिर लाग्यौं। हेलो साथीहरु, हामी चाहिँ अहिले चाहिँ जोनमा पुगिसकेका छौँ हैन। हामीले आइडी अन गरिसकेका छौँ। अर्डर आएको छैन। अहिले चाहिँ हामी चाय पिइरहेका छौँ। धेरै समय पर्खिसकेपछि पुसाइलाई चाहिँ 43 रुपियाँको अर्डर आल्यो, ती गइहाल्यो अनि मलाई पनि एउटा कान्ति सेटबाट अर्डर आएको थियो अनि त्यहाँ गएर मैले यो अर्डर पनि पिकअप गरेँ अनि म चाहिँ पुगेँ कस्टमरको लोकेसनमा। कस्टमरको रुममा गएर मैले पहिलो अर्डर पनि डेलिभर गरेँ अनि त्यसपछि मलाई यो पोर्टफुलबाट अर्डर आएको थियो, त्यहाँ गएर मैले यो अर्डर पनि पिकअप गरेँ। आइटमलाई ब्यागमा राखेँ अनि कस्टमरको लोकेसनमा जान 17 मिनेट लाग्ने थियो अनि म चाहिँ यहाँबाट लागेँ। बाटोमा चाहिँ अलिकति जाम थियो अनि कस्टमरको लोकेसनमा पुगेर मैले आफै एन्ट्री पनि गरेँ अनि म लागेँ कस्टमरको रुमतिर। कस्टमरको रुममा गएर मैले यो अर्डर पनि डेलिभर गरेँ। त्यसपछि मलाई एउटा रेस्टुरेन्टमा मेरो फलोअर्स भेटिनु भयो अनि उहाँसँग एकछिन कुराकानी गरेँ, मलाई रमाइलो लाग्यो अनि मलाई समोसा पार्टीबाट अर्डर आयो। यो अर्डरमा चाहिँ आइटम धेरै थियो। अर्डर लिएर पुगेँ म कस्टमरको लोकेसनमा। 15-20 मिनट वेट गरिसकेपछि कस्टमरहरू पनि आएर त्यो अर्डर लिएर गए अनि मलाई अर्को अर्डर पनि आइसकेको थियो। रेस्टुरेन्टमा गएर मैले अर्डर पिकअप गरेँ। कस्टमरलाई अर्डर पुऱ्याउन 13 मिनट लाग्ने थियो अनि म चाहिँ यहाँबाट लागेँ। अहिले चाहिँ साँझको टाइम थियो अनि यो अर्डर चाहिँ भिल्लामा दिएको रहेछ। त्यहाँ भिल्लामा पुगेर मैले यो अर्डर कस्टमरलाई डेलिभर गरेँ। म चाहिँ यहाँबाट लागेँ अनि साँझ साथीहरू भेटेँ, एकछिन साथीहरूसँग कुराकानी पनि भयो। ये विलियन में 0 लाइक आना चाहिए। ये वीडियो में 0 लाइक आए तो गाड़ी गिफ्ट करेगा। जिसका कमेंट में 0 लाइक हुआ तो। यसपछि मलाई मलबाट अर्डर आएको थियो। अर्डर पिकअप गर्न मलमा गएँ। यहाँ चाहिँ एउटा सिडी छ, यहाँ हिँड्नु पर्दैन है, रोकिने आफै सरर माथि जान्छ अनि त्यसपछि म होटलमा पनि पुगेँ। आफ्नो अर्डर आइडी भनेर मैले अर्डर पनि मागेँ अनि त्यो दाइले चाहिँ भित्रबाट अर्डर लिएर आउनुभयो अनि यो अर्डर पिकअप गरेँ अनि त्यसपछि कस्टमरको लोकेसनमा पुग्न चाहिँ 13 मिनट लाग्ने थियो। कस्टमरको लोकेसनमा पुगेर मैले यो अर्डर पनि कस्टमरलाई डेलिभर गरेँ। यो चाहिँ मेरो लास्ट अर्डर थियो अनि आज चाहिँ मेरो टोटल 164 किलोमिटर गाडी चल्यो। हजुरहरू हेर्न सक्नुहुन्छ। आजको लागि भिडियो यति नै। भिडियो मन परेमा मलाई फलो गरिदिनु र लाइक शेयर कमेन्ट पनि गरिदिनु। बाई बाई।